प्रकाश भुजेललाई मन्त्री बनाऊ त। खाइछु भने जन्मदिनी आमाको कसम लेखेर राख्नुस्, मेरो जन्मदिनी आमाको कसम, मेरी आमा सिन्धुपाल्चोकमा हुनुहुन्छ, प्रकाश भुजेललाई ल कुनैले म मन्त्री बनाउँछु ल, हिँड जेएनजी युवाहरूले ल बस भन्। चाहिएन मलाई, लडेर आउँछ प्रकाश भुजेल, लडेर होइन, भोट बकाइदा साथ होइन, हजारौँ जनाको चाहिँ मन जितेर हजारौँ जनाको मन मस्तिष्कमा बसेर मैले लाल छाप लगाएर लागेको भोटबाट चुनिएर बसेको हो त। कसैले ल र टिप्दैमा म त मन्त्री भइस्, त फलाना भइस्, ढिस्काना भइस्, भोलि सस्तो लोकप्रिय लात हानेर फाल्छन् क्या। त्यस्तो बालेन्द्र शाहले गरेको कार्य मलाई ठिक लागेन। काठमाडौँको फोहोर उठाउने होइन क्या, यहाँको व्यवस्था चेन्ज गर्ने हो, भ्रष्टाचारी समात्ने हो। फोहोर उठाएर, फोहोर त जसले नै उठाइहाल्छ नि, फोहोर उठाउने काम कसले गर्दैन र। मेरो यहाँ एउटा दाई हुनुहुन्छ, सुन कुण्डली दाई, सुन लाउने लगभग 1 किलो, उहाँले पनि फोहोर उठाउनुहुन्छ त। सुभाष घिसिङ नत्र सुन मान्छे भने सुन मान्छे, उहाँ पनि बालेन शाह जस्तै चर्चित हुनुपर्ने हो नि त। जातित्व लडाइँ गरेर धर्मको नाममा परिवर्तनको नाम गरेर आज किन यो मन्दिरहरू भत्काउन हिँडिरहेको छ। मन्दिरमा आक्रमण हुन्छ नि, तब आउँछन् भगवान अनेक रूपमा अनेक वेशमा। एक दिन यति दुःख पाउने छन् नि यी मान्छेहरूले, भगवानलाई केही ठानेको रहन्छन्, मान्छे ठानेको रहन्छन्। ए युवा अब त देशले घोडा टेकिसक्यो, फर्केर आऊ ठोक भन्ने त्यस्तो आदेश दिने हो। त्यस्तो मान्छेले सिंहदरबार सिंहदरबार जल्ने बेलामा त्यो हाम्रो सम्प्रदाय त्यो जलाउन मिल्दैन, किन लहाट्नु पर्यो त पुलिसलाई चाहिँ। एउटा पुलिसले गोली हान्यो, त्यो पुलिसलाई कारबाही गरौँ न, छानबिन समिति बनाएर। कसले अर्डर दियो त्यसलाई समाउँ न। त्यसलाई लएर अहिलेका गृहमन्त्री के हेरेर बसिया छन्, प्रधानमन्त्री के हेरेर बसिया छन्, राष्ट्रपति के हेरेर बसिया छन्। सुरु भयो त, इन्डियाले गरे चलखेल भन्दै थियो। इन्डियाको पनि हिजो समाचारमा त तपाईँहरूले देख्नुभयो, तपाईँले हिजोको समाचार देख्नुभयो त। इन्डियामा पनि अहिले होइन हिन्दूको अफिसहरू जलाउन थाल्यो। यो के को कारणले जलाउन थाल्यो? आज यहाँ धर्मको नाममा होइन, जातित्व लडाइँ गरेर धर्मको नाममा परिवर्तनको नाम गरेर आज किन यो मन्दिरहरू भत्काउन हिँडिरहेको छ। किन मठ मन्दिर भत्काएको छन्, किन अड्डा अदालत भत्काएको छन्, त्यो कुरा बुझ्न पर्दैन। आज मन्दिर किन भत्किरहेको छ, मन्दिरलाई किन टार्गेट राखिरहेको छ। मन्दिरलाई टार्गेट राख्ने कारण के हो? तिमीहरू लड मर जासुकै जाऊ न, तर मन्दिर भत्काउने काम, देशलाई सक्ने काम चाहिँ जब भगवानको मन्दिरमा आक्रमण हुन्छ नि, तब आउँछन् भगवान अनेक रूपमा अनेक वेशमा। एक दिन यति दुःख पाउने छन् नि यी मान्छेहरूले, भगवानलाई केही ठानेको रहन्छन्, मान्छे ठानेको रहन्छन्। चाह्यो भने यो त केही होइन, भगवानले चाहेको खण्डमा आँखा झिमिक हुँदाखेरि यसरी आँखा चिम्लेको भरमा आँखा खोल्दा यो संसार बिदा गरिसकेको हुन्छ। यो समय आउँछ, अत्याचार गर्नुस्, अत्याचार नगर्नुस्। राजनीतिको नाममा मन्दिर यो बताइदिनुस्, तपाईको ध्यान शक्तिले के भन्छ? 6 महिना कुर्नै पर्दैन। यता सुन्नु न, चुनावको कुरा छोडिदिनु न, चुनाव त त्यो पछिको कुरा हो। 6 महिनासम्म हेर्नु न के समस्याहरू आइपुग्छ यहाँ अहिले मन्त्री बन्न पाएँ। ल प्रकाश भुजेललाई मन्त्री बनाऊ त। खाइछु भने जन्मदिनी आमाको कसम लेखेर राख्नुस्, मेरो जन्मदिनी आमाको कसम, मेरी आमा सिन्धुपाल्चोकमा हुनुहुन्छ, प्रकाश भुजेललाई ल कुनैले म मन्त्री बनाउँछु ल, हिँड जेएनजी युवाहरूले ल बस भन्। चाहिएन मलाई, लडेर आउँछ प्रकाश भुजेल, लडेर होइन, भोट बकाइदा साथ होइन, हजारौँ जनाको चाहिँ मन जितेर हजारौँ जनाको मन मस्तिष्कमा बसेर मैले लाल छाप लगाएर लागेको भोटबाट चुनिएर बसेको हो त। कसैले ल र टिप्दैमा म त मन्त्री भइस्, त फलाना भइस्, ढिस्काना भइस्, भोलि सस्तो लोकप्रिय लात हानेर फाल्छन् क्या। त्यस्तो कुराहरूमा अहिले थाहा छैन। तपाईँ जेनजी पुस्ताको त होइन नि त? म जेनजी किन त नि, म जेनजी होइन, युवा होइन। तपाईँ कति वर्ष पुग्नुभयो? म 32-33 हो। तपाईँ यो छोडिदिनुहोस् न, 28 वर्षभन्दा माथिकोलाई जे होइन भने चाहिँ यहाँ सुन्नुहोस् न, मेरो उमेर त अहिले भर्खरको युवा उमेर हो नि त। भर्खरको युवा त युवा नै होइन, म अहिले यतिखेरको बेलामा त म युवा उमेर हो नि त। जेनजी चाहिँ होइन भन्नु होइन, जेनजी ए भगवान। त्यसो भए मेरो युवाको मान्छे ल्याएर म के आन्दोलन गरौँ त? है म त्यो आन्दोलनको लागि 40 वर्षको मान्छे ल्याएर आन्दोलन गरौँ, म त्यसको लागि त्यस्तो वर्ग त्यो कोही यहाँ सुन्नु न, म एउटा कुरा भनौँ, तपाईहरुले यो कुरा बुझ्नुस्। यहाँ केटा केटी यहाँनिर चाहिँ बुढो ठिटो तन्नेरी भनेर चाहिँ राजनीति गर्ने हो त भने? राजनीति यसरी गरिन्छ त भने? बच्चाले गर्ने, बुढाले गर्ने, बुढाले गर्ने। अब तपाई यो बताउनु, जेनजीको आन्दोलनमा राजनीतिकरण गरियो भन्ने? मजाले गरियो। जेनजीको माग पूरा भएको छैन। जेनजी
अहिले अलमल्लमा परेको छ। को भने नेतृत्व लिने मान्छे त थाहा तर छैन। उहाँहरूको तर्फबाट जसरी काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्ट्याटस लेख्नुभयो, भोलिपल्ट बालेन आऊ देश बचाऊ भनेर जसरी युवाहरूले चाहिरहेको बेलामा जतिखेर देशलाई खाँचो परेको बेला उहाँले साथ र सपोर्ट नदिँदा यतिखेर बालेन्द्र शाहको पनि आलोचना भइरहेछ नि, यसलाई कसरी हेर्नु भएको छ? बालेन्द्र शाहको म सिधै भन्छु है, बालेन्द्र शाहले गरेको कार्य मलाई ठिक लागेन। काठमाडौँको फोहोर उठाउने होइन क्या, यहाँको व्यवस्था चेन्ज गर्ने हो, भ्रष्टाचारी समात्ने हो। फोहोर उठाएर फोहोर त जसले नै उठाइहाल्छ नि, फोहोर उठाउने काम कसले गर्दैन र? मेरो यहाँ एउटा दाई हुनुहुन्छ, कुण्डली दाई, सुन लाउने लगभग 1 किलो, उहाँले पनि फोहोर उठाउनुहुन्छ त। सुभाष घिसिङ नत्र सुन मान्छे मान्छे, उहाँ पनि बालेन शाह जस्तै चर्चित हुनुपर्ने हो नि त। उहाँले पनि फोहोरै उठाएको, जोरपाटी बौद्धदेखिबाट ल्याएर गोकर्ण यता सबैतिरको काठमाडौँको उहाँ पनि फोहोर उठाउने काम गर्नुहुन्छ। तर उहाँको नाम खोइ त? उहाँले त झन् दिन रात आफै गएर फोहोर उठाउनुहुन्छ। बालेन शाहले त गएर अर्डर दिने हो। अनि बालेन शाहलाई म के भन्न चाहन्छु भने काठमाडौँ महानगर मात्र बनाउने होइन क्या, देश पुरै बनाऊ। तिम्रो हातमा जिम्मा। तर यस्तो छ नि त फेरि उहाँको हकी हिसाबले त्यो एरिया हुन्छ नि त महानगरको। बालेन शाहसँग रिसाएको कारण म भनिदिउँ, भन्नु न। जेएनजीको युवाहरू मरे, पशुपतिको आर्यघाटमा लगेर जलायो। एउटा श्रद्धाञ्जली दिनु भएन नि? श्रद्धाञ्जली दिनु भएन। उहाँले त्योसम्म होइन, एउटा बिरामी जेएनजी घाइतेलाई हस्पिटलमा भेट्न जानु भएन। मलाई त्यो दुःख लाग्छ। अनि उहाँले केसम्म गर्नुभयो? उहाँलाई हस्पिटलमा भेट्न जानु भएन। एउटा स्ट्याटस न कुनै फेसबुकबाट न कुनै उहाँको फेसबुकको भनौँ न फेसबुकमा एउटा श्रद्धाञ्जली भनेर लेख्नु भएन। ए युवा अब त देशले घोडा टेकिसक्यो, फर्केर आऊ ठोक भन्ने त्यस्तो आदेश दिने हो त्यस्तो मान्छेले। सिंहदरबार जल्नुको कारण उहाँहरुकै कारणको स्ट्याटस के कारणले हो त? सिंहदरबार जल्ने बेलामा त्यो हाम्रो सम्प्रदाय त्यो जलाउन मिल्दैन। त्यहाँबाट बरु के मान्छे निकाल तर जलाउन मिल्दैन भने भए सकिया थियो। उच्च अदालत जलाउन नदिए भए सकिया थियो। सर्वोच्च पुलिस प्रशासन आज हिजो त्यही पुलिसलाई ढुङ्गाले हानेर लखाट्यो। जनताले 2 दिनमा पुलिस प्रशासनलाई ढुङ्गा हानेर लखाटे। अनि तपाईलाई 2 घण्टा नबित्दै 5 घण्टा नबित्दै फेरि पुलिसलाई गुहार गर्दै स्वाइमा फोन गर्दै, हजुर मेरो घरमा चोर पस्यो, हजुर मेरो घरमा मान्छे मार्यो, हजुर मेरो घरमा छोरी चेलीबेटी चाहिँ सत्य भएनन्। किन लखाट्नु पर्यो त पुलिसलाई चाहिँ? एउटा पुलिसले गोली हान्यो, त्यो पुलिसलाई कारबाही गरौँ न, छानबिन समिति बनाएर। कसले अर्डर दियो त्यसलाई समाउँ न। त्यसलाई लएर अहिलेका गृहमन्त्री के हेरेर बसिया छन्, प्रधानमन्त्री के हेरेर बसिया छन्, राष्ट्रपति के हेरेर बसिया छन्? त्यसले को हो त्यो निर्देशन दिने? को त्यो ठोक भनेर आदेश दिने होला त नि? अनि सबै गृहमन्त्रीले दिएको भन्ने कुरो छ।